भ्यालीमा चाहिँ 4 बाराईले जगडेर राखेको यो काष्ठमण्डपलाई अब यो चाहिँ के भने हामीहरू धुम्र बरा भगवान विष्णु नारायण भनेर पूजा गरिन्छ। न्याउरी भाषाले तान्त्रिक विधिले पूजा गर्ने भएको कारण धुम्बाराही, नील बाराही, श्वेत बाराही, वज्र बाराही 4 बाराईले जगडेर राखेको यो काष्ठमण्डपलाई हजुरहरू आएर यो चिज खिचिदिनु त्यसको लागि मेरो धन्यवाद छ। मेरो सम्पूर्ण मुठीदान परिवारद्वारा म पुजारीको तर्फबाट पनि मेरो धन्यवाद। भक्तहरूले पछि जानकारी दिनुभएको नै पाउँछौँ र पूर्ण पनि हुनेछ किनकि प्राचीन मन्दिर भएका कारणले देवताको शक्ति यहाँ रहेको पाइन्छ। हजुर, यहाँ उपस्थित हुने भक्तजनहरूले चाहिँ श्रद्धापूर्वक चढाउने सरसामग्रीहरू अथवा पूजाका सरसामग्रीहरू यो चाहिँ चढाउनु हुँदैन भन्ने केही छैनन् अथवा के चाहिँ ल्याउँदाखेरि उपयुक्त हुन्छ भन्ने छ? अब विशेष गरेर हाम्रो धर्मशास्त्र अनुसार भगवान विष्णुको अवतार हो र विष्णु भगवानलाई विशेष जे चिजहरू वस्तुहरू चढाइन्छ त्यो चिज त यहाँ चढ्दछ र बरा भगवानमा अब यहाँ नेवारीहरूको कुलदेवता भएको कारणले गर्दा पनि अब यहाँ बलि चाहिँ विशेष बराह भगवान विष्णु भएको कारणले बलि कुनै पनि काटमार चाहिँ हुँदैन। अब उहाँहरूले नरिवल अनि अन्य चिजहरू भगवान विष्णुलाई चढ्ने चिजहरूद्वारा पूजा गर्न सक्नुहुन्छ र त्यसरी नै गर्ने गरिरहेको छ। जहाँ कि परपुरा कालदेखि नै नेवारी समुदायहरूले कुलको पूजा गर्दै गर्दै आइरहनु भएका जस्ता गुरुदेवले पनि भनि सक्नु भएको छ र हजुरले पनि यही कुरालाई जोडिरहनु भएको छ। र यदि अन्य समुदायहरूले चाहिँ यहाँ आएर कुलको पूजा गर्छु भन्दा पाउनुहुन्छ हुँदैन अथवा कस्तो तरिकाले गर्नु? भगवान त अब सबैको नै प्यारो हुनुहुन्छ, सबै भगवान सबैको लागि उति नै हो। जो जहाँबाट आउनुभयो नि भगवानको दर्शन गर्न पाइन्छ र सबैले गर्न सक्नुहुन्छ, पूजा अर्चना गर्न सक्नुहुन्छ। यो ऊ भन्ने भेद छैन। नेवारहरूको विशेष कुलदेवता उहाँहरू बराहा हो, हामी चाहिँ बराहा भन्छौँ, उहाँहरू चाहिँ बराहाको शक्ति स्वरूप बाराही मान्दछन्। उहाँहरूले जहाँ बराहा हुन्छ त्यहाँ बाराही पनि अवश्य हुनेछ र उनीहरू चाहिँ बाराही भनेर उनीहरूले आफ्नो देवीको स्वरूपमा पूजा गर्दछन् र त्यही स्थान त्यही बराहीको हुँदा यो धुम्र बराही अर्थात् धुम्र बराह नाम पनि स्थापना भएको। हजुर, केही वर्षदेखिबाट चाहिँ धुम्रबरा मुठीदान सङ्कलन समिति स्थापना भएको छ र त्यो स्थापना भएसँगै अब यो मन्दिरको हेरचाह यहाँ चाहिने सम्पूर्ण सरसामानहरू यसको निर्माणकालीनहरू सबै कुराहरू चाहिँ त्यही मुठीदान सङ्कलन समितिद्वारा नै हुन्छ